तपाईको ल्यापटपमा पानी पोखेपछि के गर्नुहुन्छ? तपाईले गर्ने मिस्टेक्स तपाईहरुले सफा गर्नुहुन्छ एन्ड ला अब के हुन्छ अनि पावर दिने, पावर अन गरेर हेर्ने। नेभर डू, यो मिस्टेक कहिले नगर्नु। ल्यापटपमा पानी पोख्यो भने तपाईले सबभन्दा पहिला गर्ने चाहिँ के, त्यो मैले तपाईलाई देखाउन लागेको। किनभने यो धेरै केसेस आइरहेछ, पानी पोखेपछि सबले आत्तिएर ल्यापटप अन गरिदिन्छ। त्यो मरिगयो नगर्नु। पोख्यो पोख्यो ठीक छ। सबभन्दा पहिला इफ तपाईले ब्याट्री छुटाउन सक्नुहुन्न भने चाहिँ फर्स्टमा तपाईले ल्यापटप इफ पानी पोख्यो भने तुरन्तै घोप्ट्याइदिने। यो गर्दाखेरि के हुन्छ भने चाहिँ तपाईको किबोर्ड त ड्यामेज होला, तर त्यो पानी बोर्डसम्म पुग्न टाइम लाग्छ। त्यहाँ होलहरु हुन्छ, त्यहाँबाट बिस्तारै बोर्डमा जाने हो। तपाईले यसरी घोप्ट्याइदिने हो र यहाँ हान्ने हो। यो ल्यापटपलाई यसरी नै राख्ने हो। इफ स्क्रिनतिर गएको छ भने त्यसको हामीले केही गर्न सक्दैन। बाइ चान्स त्यो नचलाउने, अन नगर्ने, जस्ट घोप्ट्याइदिने हो। मेन मदरबोर्ड जोगाउने हो। त्यो गएपछि त केही हुनेवाला छैन। त्यही भएर यतिकै राख्ने ल्यापटप। इफ ब्याट्री निकाल्न मिल्छ भने तुरन्तै त्यसलाई ब्याट्री, इफ निकाल्न मिल्छ, पोसिबल छैन भने यसलाई उल्टै राख्ने। तर बोर्डसम्म यसलाई सिधा गर्दैपछि बोर्ड पानी लाइक बोर्डमा पानी जान्छ, त्यो भनेको हुनु भएन। ब्याट्री छुटाएपछि 90% ल्यापटप तपाईको अन हुन्छ, मजाले रिपेयर हुन्छ। त्यसलाई खोलेर सर्भिसिङ गरेर सफा गराइदिने। त्यसपछि पोसिबल छैन ब्याट्री निकाल्न, तपाई खोल्नु पर्छ, यतिकै राख्ने। एउटा कपडा हाल्दिने बिचमा चाहिँ यहाँ चाहिँ एउटा ह्याङ्की, रुमाल, कटनको कपडा हालेर यसलाई फोल्ड गरेर यतिकै कम्प्युटर पसलमा लाने। यतिकै यसलाई यसरी नगर्ने। सिधा गरेपछि पानी मदरबोर्डमा जान्छ, उल्टो गरेर भित्र कपडा छ, कपडाले पानी सोक्दै गर्छ। त्यो पानी तल मात्र जान्छ तपाईको कपडामा, त्यो मदरबोर्डमा जानु भएन। सबभन्दा बेस्ट उपाय त्यही नै हो।